दर्शक श्रोता महानुभावहरुमा नमस्कार भन्न चाहन्छु। म छेवाङ नुबु तपाईहरु सम्पूर्णलाई आजको मेरो यो छोटो भिडियोमा स्वागत गर्न चाहन्छु। र आज यो हाम्रो सागा दावाको हाम्रो पात्रो अनुसार यो चौथो महिनाको सागा दावाको यो पूर्णिमाको आज विशेष दिन रहेको छ। आजको दिनमा गौतम बुद्धले उहाँको माता या आमाको गर्भमा प्रवेश गर्नुभएको दिन र उहाँले बुद्धत्व प्राप्त गर्नुभएको दिन र साथ उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभएको यो विशेष दिन रहेको हुनाले आजको दिन हामी बौद्ध मार्गीहरूको लागि एकदमै विशेष रहने गर्छ। र हाम्रो खिङ्गा गाउँको नजिक अवस्थित यो समुद्र सतहबाट चाहिँ करिब 4000 मिटर माथि रहेको यो लुङता डाँडा जुन हामीले विगतमा चाहिँ पुचरघाटा भन्ने गरेका थियौँ भने अहिले चाहिँ हामीले जहाँ चाहिँ हामीले चाहिँ यहाँ लुङता छोड्न आउने गरेका थियौँ भने र यो स्थललाई हामी अहिलेका युवाहरूले गाउँमा रहेका युवाहरूले यसलाई धार्मिक स्थलको रूपमा स्थापित गर्न र यहाँको चाहिँ स्थानीय जनताहरूमाझ यसबारे चाहिँ जानकारी गराउन उहाँहरूलाई चाहिँ यो अवगत गराउन यो ठाउँलाई चिनाउनको लागि आजको यो विशेष पुण्यतिथिमा हामीले यहाँ लुङता ध्वजा टाङ्ने एउटा विशेष कार्यक्रम राखेका छौँ र यो कार्यक्रमलाई सम्पन्न र यो सफल तुल्याउनको लागि हाम्रो खिङ्गा गाउँका रमेश गुरुङले उहाँले यो आवश्यक यो पोलहरूको लागि चाहिँ आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ र साथै यो कार्यक्रमलाई सफल तुल्याउनको लागि यो पोलहरू यो लुङता डाँडाको स्थलसम्म चाहिँ ल्याइ पुर्याई यो पोलहरूलाई खडा गर्नको लागि हाम्रो अहिलेको वर्तमान वडा अध्यक्ष प्रमेश गुरुङको नेतृत्वमा अगुवामा हाम्रो खिङ्गा गाउँमा जति पनि युवाहरू हुनुहुन्छ युवा साथीहरू र अग्रज दाजुहरूको सक्रियता र उहाँहरूको सहयोगमा चाहिँ यो पोल पनि हिजो साँझसम्म खडा भएर चाहिँ सम्पन्न भएको थियो भने आज यो पूर्णिमाको दिनमा चाहिँ हामीले यो लुङता डाँडामा गाउँमा जो कोही फुर्सदमा हुनुहुन्थ्यो र उहाँहरू सबैको यहाँ उपस्थितिमा हामीले आज यो लुङता डाँडामा लुङता ध्वजालाई टाँगेर हामीले लुङता पनि छोडेर चाहिँ विश्व शान्तिको लागि कामना गऱ्यौँ र सम्पूर्ण यो प्राणी जगतको चाहिँ प्राणीहरूको लागि र प्राणीहरूको कल्याणको लागि हामीले प्रार्थना गऱ्यौँ र तपाईहरु सम्पूर्णलाई हाम्रो यो खिङ्गा गाउँबाट चाहिँ करिब 1.5 देखि 2 घण्टाको चाहिँ पैदल यात्राको दूरीमा अवस्थित यो लुङता डाँडामा हजुरहरू पनि आउन सक्नुहुन्छ। यो धार्मिक रूपमा मात्र महत्त्वपूर्ण नभइकन यो ठाउँबाट यो बिन्दुबाट चाहिँ विगतमा पनि मैले एउटा दुईटा भिडियो पोस्ट गरेको थिएँ। हाम्रो यो ठाउँबाट चाहिँ यो उपत्यकामा अवस्थित करिब 17वटा गाउँहरू हामीले यहाँबाट अवलोकन गर्न सक्छौँ र यहाँबाट चाहिँ धौलागिरी हिमाल, नीलगिरी हिमाल, त्यसै गरी टुकुचे पिक र थोरोङ पिक, त्यसै गरी याकगावा र हिम श्रृङ्खलाहरूको पनि एकदमै रमणीय मनमोहक दृश्य यहाँबाट अवलोकन गर्न सक्नुहुन्छ हजुरहरूले। त्यसकारणले यो पर्यटकीय र धार्मिक हिसाबले एकदमै महत्त्वपूर्ण र यो पुग्नुपर्ने एउटा गन्तव्यको रूपमा चाहिँ हामीले हजुरहरूमा एउटा जानकारीमूलक यो कार्यक्रम र यो पर्यटन प्रवर्धनको लागि पनि आजको यो विशेष कार्यक्रमले चाहिँ विशेष टेवा पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ। तपाईहरु सम्पूर्णलाई यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा म छेवाङ नुबु धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
Arapamna Achena Losahame Dola Dalani Alila Amoya Yanso Ale Kapamo Kyona Atani Shezahame Nedola Alila Lani se Lundari ne te kyan Kinga shele tachu La she kampu be nang ge yav yum la le cha chu alani ale amoya yang so ale Chu ta tu la wa sho so